पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु। 2 अरब होइन 2 रुपैयाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। न मैले करको दर हेरफेर गर्नु पूर्व कुनै व्यापारीलाई सामान भित्राउने अनुमति दिए, सूचना दिए। बजेट र नीतिले करका दरहरू हेरफेर गर्दा कहाँ सूचना चुइयो, कुन व्यापारीले फाइदा लियो, छानबिन गरोस्, पत्ता लगाओस्। बजेट निर्माणको सन्दर्भमा मैले आफ्नो मूल्य मान्यता, मेरो नैतिकता, मेरो राष्ट्रप्रतिको, जनताप्रतिको इमान्दारितालाई मैले कतै पनि डगमगिन दिएको छैन र दिँदैन, भोलि पनि दिँदैन। म हजारौं छानबिनको लागि तयार छु। एउटा छानबिन होइन, हजारौं छानबिनको लागि म तयार छु। छानबिन गरियोस्। एउटा संसदीय छानबिन मात्रै होइन, सबै छानबिनको लागि म तयार छु। आम नागरिकले विषय उठाएको कारण, नागरिक समाजले विषय उठाएको कारण, आम नागरिकलाई एउटा भ्रम सिर्जना भएको कारण मैले आफू सही गरेको, गल्ती नगरेको, राष्ट्रको पक्षमा, देशको पक्षमा काम गरेको हुँदाहुँदै पनि यो भ्रम सिर्जना भएर जुन समस्या मैले देखिरहेको छु त्यसलाई सत्य तथ्यले नै स्पष्ट गर्नेछ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। समितिले गर्ने काममा मेरो पूर्ण सहयोग हुनेछ। छानबिन समितिलाई म सहयोग गर्नेछु। सरकार र सम्माननीय सभामुखज्यूको पहलमा जो समिति भएको छ यसलाई मैले स्वागत गर्छु, धन्यवाद दिन्छु। र यो छानबिनका लागि मैले मार्ग प्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु। 2 अरब होइन 2 रुपैयाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। सार्वजनिक जीवन त्याग्न पनि म तयार छु। 2 रुपैयाँ र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईहरुका काण्डबारे हामी अनभिज्ञ हो र